यही चौतारो हो। यो चौतारो कतिमा बनेको होला भन्ने यहाँहरूले चाहिँ यसो न अनुमान गर्न सक्नुहुन्छ। हामीले यति बेला आज स्वाभिमान युवा सञ्जालका हाम्रो युवाहरू निकै नै मिहिनेत गरेर आज सकिएको छ र यसको बारेमा थोरै केही म कुरा राखिदिनका लागि आज निकै नै मिहिनेत गरेर चौतारोको धेरै लामो समयपछि यो भिडियो कति दिन हालिराखेका होलान् भन्ने खालको हजुरहरूसँग केही जिज्ञासा पनि लागिरहेको होला, यही कति हाल्नु भन्ने भएको होला। त्यो भए हुनाले आज चाहिँ चौतारो चटक्कै बनेको तपाईँहरूलाई मैले दृश्य देखाइरहेको छु। यी चौतारो बनाउनको लागि कतिको अप्ठ्यारो परिस्थिति भयो, बाहिरको मान्छेले कतिको सहयोग साथ सपोर्ट गरे र उहाँहरूकै एकदम निकै ठुलो योगदानप्रति आज चाहिँ यो सफल भएको छ। सफल भएको भिडियो पनि हामीले यहाँहरूको माझमा प्रस्तुत गर्नुपर्छ भनेर हामीले प्रस्तुत गरेका छौँ। र यो चौतारो बनाउँदै गर्दा के कस्ता चुनौतीहरू आए र कतिको अप्ठ्यारो परिस्थिति भयो भन्ने विषयका लागि हाम्रो दलित समुदायका वडा नम्बर 9 का निकै नै बुद्धिजीवी र आधारभूत विद्यालयका प्रह हाम्रो चिन्तन नेपाली हुनुहुन्छ। उहाँसँग छोटो मैले केही भनाइ राखिदिनको लागि मैले उहाँलाई अनुरोध गरेँ। ल यहाँलाई पनि धेरै धेरै धन्यवाद। यो जुन हाम्रो यो स्वाभिमान युवा सञ्जालले हामीले यो हिजोको इतिहासमा कुनै बेला यो ठाउँमा चौतारो निर्माण भएको अवस्था पनि यहाँहरू जानकारी गराएँ। र अर्को कुरा हामी स्वाभिमान युवा सञ्जालको युवाहरूले हामी जनसरकारबाट त्यो ठाउँमा हामीले एउटा चौतारो निर्माण गर्ने जुन उद्देश्य लिएको छ त्यो उद्देश्यको लागि हामीले अब आफै पनि हाम्रो युवा सञ्जालको तर्फबाट स्वाभिमान युवा सञ्जालले श्रमदानबाट यसको हामी बनाउनुपर्छ र हामी युवाहरू एकजुट भएर गर्नुपर्छ भन्ने हामी उद्देश्यका साथ यो आज हामी पूर्ण रूपमा सम्पन्न त भएको छैन, तैपनि हामीले बनाइरहेका छौँ। यहाँहरूले जुन बाहिरबाट हेरिरहनु भएको छ उहाँहरूलाई म के आग्रह गर्न चाहन्छु भने यदि हामीले यो स्थानीय सरकार अथवा वडा सरकारसँग प्रदेश सरकारसँग हामीले विनियोजित रकम माग्नु पर्थ्यो भने यो निर्माण कार्यको लागि कम्तीमा 1-1.5 लाखको नै रकम खाँच्नु पर्थ्यो होला। तर हाम्रा स्वाभिमान युवा सञ्जालका साथीहरूले हामीले गर्नुपर्छ है भन्ने उद्देश्यका साथ हामीले जुन हामीले पहल चाल्यौँ, यो पहलले गर्दा हामी सानो सहयोगले सानो हामी श्रमबाट हामीले सम्पन्न गरेका छौँ भन्ने हाम्रो धारणा। यो चौतारामा तपाईँको निकै नै ठुलो योगदान रहेको छ भन्ने हामीले विभिन्न सुनिरहेका छौँ बाहिरबाट पनि। उहाँले भन्नुहुन्छ तपाईँ केही पनि होइन, तैपनि मैले अब आफ्नै तर्फबाट हिजो अस्ति अग्लो शनिबारमा आउन सकिएन, आज हामीले श्रम गर्नुपर्छ भन्ने उद्देश्य आइयो। फेरि यो चौतारो निर्माण गर्नको लागि मैले धेरै केही ठुलो सहयोग होइन मूल्यमा हिसाब गर्दा 2400 हुन आउँछ होइन र, नत्र भने 2 कट्टा सिमेन्ट दिएर यो निर्माण कार्य सम्पन्नमा हामी हजुरको व्यक्तिगत तर्फबाट 2 कट्टा सिमेन्ट भनेको पनि यो चौतारोको लागि निकै नै ठुलो सहयोग हो। र हजुरहरू आफै पनि आज आएर निकै नै दिनभरि बिहान 10 बजेदेखि साँझको हाम्रो करिब 5 साढे 5सम्म भइसकेको छ दिनभरि श्रमदान गर्नुभयो। र यसै गरेर हामीसँग स्वाभिमान युवा सञ्जालका सचिव हुनुहुन्छ धीरबहादुर विक, उहाँले छोटो आफ्नो केही भनाइ राखिदिनका लागि मैले चाहिँ उहाँलाई पनि अनुरोध गरेँ। नमस्कार यहाँहरू हेर्ने सम्पूर्णलाई। अब हामीले यो ठुलो चुनौती मोलेर आज चाहिँ 8औं दिनमा के अरे 9 दिन भइसक्यो। आज चाहिँ 9औं दिनमा आज हामीले लगभग 95% चाहिँ चौतारो पुरा गरिसकेका छौँ।
अबको योभन्दा पछिको चौतारोको भनेको हाम्रो यहाँ देखिएको जो ढुङ्गाहरू छ त्यहाँ चाहिँ प्लस्टर गर्नेछ र बाँकी चाहिँ यहाँतिर यतातिर चाहिँ के अरे बस्न भारी राख्नको लागि यहाँतिर पेटी रहनेछ र बाँकी चाहिँ यहाँ भारी बिसाएर यहाँ बस्ने गरिनेछ। त्यसपछि बिचमा रोक लगाइनेछ, त्यो रोक लगाइनेछ, त्यसमा थोरै हामीले पातलो हालेका छौँ, त्यो फेरि निकाल्न सक्ने स्थितिले। अनि त्यसपछि चाहिँ जस आज खुसी लागिरहेछ किनभने हामीले यति आएर पनि त्यतिजना हामी 7-8 मान्छेहरूले चाहिँ दिनभरिको मिहिनेतले गर्दा अब यो सम्पन्न भएको छ। र सबभन्दा यहाँ चाहिँ आज धेरै धन्यवाद दिन चाहन्छु आदरणीय मामा हुनुहुन्छ, उहाँले सहयोग सिमेन्ट प्लस दिनभरि हामीसँग सहयोग गर्नुभएको छ र यत्रो सहयोग भनेको हाम्रो लागि चाहिँ एकदमै धेरै छ। बाँकी कुराहरू चाहिँ हामी अब फेरिको भिडियोहरूमा बोल्नेछौँ, अहिले यति भने हस् धन्यवाद। यसै गरी आज दिनभरि यो काममा निकै नै अस्ति पनि हिजो पनि खटिनु भयो र आज पनि खटिनु भएको छ हाम्रो सामाजिक अभियन्ता र दलित समुदायको निकै नै होनहार बुद्धिजीवी व्यक्तित्व राजु सिंह दर्जीलाई आफ्नो केही छोटो बनाएर राखिदिनको लागि म अनुरोध गर्छु। हुन्छ, यहाँ सबैलाई हार्दिक नमस्कार गर्न चाहन्छु। विशेष गरेर मैले धेरै कुरा राखिराख्नुपर्ने कुरा केही छैन। हामीले यो चौतारो निर्माण गरेका छौँ। यो चौतारोमा प्रत्यक्ष तपाईँको रूप्सा मालकोट अछामसम्मका मानिसहरूको आवत जावत गर्ने मुख्य बाटो हो। यसमा एकदमै उहाँहरूले आराम गर्न सकिने वातावरण यहाँ सिर्जना भएको छ र यसको आरामदायक लिनुहोला भन्न चाहन्छु म। ल, यसै गरी स्वाभिमान युवा सञ्जालका हाम्रो अध्यक्ष हुनुहुन्छ, निकै नै यो सुरुवातदेखि नै अन्तिमसम्म निकै नै खटिनु भएको छ। उहाँलाई आफ्नो केही छोटो भनेर राखिदिनका लागि म उहाँलाई चाहिँ अनुरोध गरेँ। नमस्कार। सर्वप्रथम यो मिडियालाई हेरेर हाम्रो यो काम गरिरहेको जुन दृश्य तपाईँहरूले देखिराख्नु छ, हामीले भन्नुपर्ने चाहिँ खासै केही छैन। यो एउटा यो भिडियोमा तपाईँले नै देखिसक्नु भएको छ। यो चाहिँ हामीले निकै मेहनतका साथ अनि एउटा कठिनाइपूर्ण एउटा चुनौतीको बिचबाट पनि हामीले यो चौतारोलाई निकै सम्पन्न गऱ्यौँ। साथीहरू आउनुभयो, निकै खुसी लाग्यो, रमाइलो, आफूले बनाएको चिजमा निकै खुसीको गर्वको अनुभूति हुँदो रहेछ। धेरै राम्रो भयो। ल हस्, त्यसो भने हाम्रो काम ल यो चौतारोमा निकै नै मेहनत 2-3 दिनमा हाम्रो श्रमदान गरेर यो चौतारोप्रति अनुभव लिनुभएको र मान्छे कतिको यहाँ उपस्थित हुनुभयो यसको बारेमा छोटो भनाइ राखिदिनका लागि मैले तपाईँलाई अनुरोध गरेँ। नमस्ते, मेरो नाम मुकेश सार्की। भन्ने कुरा त अब सरले भनिदिनुभयो, सरले बाजेले पनि भन्नु सक्नुभयो। खासै कुरा त केही छैन भनौँ। म पनि अब धेरै सहयोग गर्न नसके पनि जोसम्म सकेसम्म श्रमदान गरेर सहयोग गर्नुभएको छ, सहयोग गर्न सकेँ। त्यही नै खुसी छ। अब चौतारो बनाउँ, बस्न पाइयो, राम्रो होस् भन्ने चाहन्छु। हस्, धन्यवाद।